फ्याक्टराइजेसनमा हामीसँग तीनवटा इजी मेथडहरू छन्। एउटा छ नि कमन फ्याक्टर, स्प्लिटिङ मिडल टर्म्स हैन, अनि त्यसपछि फर्मुला, आइडेन्टिटिज एन्ड मेथड। यो फर्मुलाबाट कमन र स्प्लिटिङ यो तीनवटा तरिका जान्यो भने यो फ्याक्टराइजेसन च्याप्टर इजिली यु क्यान डु इट। सो लेट्स स्टार्ट फ्रम कमन फ्याक्टर है। कमन फ्याक्टर मेथडबाट अब हामी सुरु गरौँ। कमन भनेको जेनरली के बुझिन्छ भने दुईटामा सेम भएको कुरालाई लिने हो, दुईटा है। जस्तै एक्जाम्पलमा 6x + 9 एउटा क्वेसन भयो। दिस इज भेरी सिम्पल। यो सानो क्लासको भाइ बहिनीहरूको लागि एकदम सिम्पल क्वेसनबाट सुरु गरौँ है। यसमा चाहिँ नि हामीले कमन निकाल्नु पर्यो। त्योभन्दा अगाडि हामीले के बुझ्नुपर्छ, एउटा चाहिँ नि भेरिएबल्स र एउटा कन्स्ट्यान्ट कोएफिसिएन्ट नम्बर र भेरिएबल्स योलाई। अनि यहाँ छ कि छैन त्यो, यदि छैन भने अब हामी के लिन्छौँ, नम्बर। अब यो नम्बरमा यहाँ पनि र यहाँ भए पनि के चाहिँ नि कमन छ। जस्तै 6 मा 2 × 3, 2 3 जा 6 हुन्छ। अनि एउटा ब्राकेटमा हामी लिएर x पनि लिन सक्छौँ, प्लस यहाँ के हुन्छ 3 × 3 9। यसलाई स्प्लिट आउट गरेको यसलाई गर्ने तरिका के भने यहाँ सिम्पल वेमा के गर्न सकिन्छ भने 6 लाई यसरी फ्याक्टराइज गर्न सकिन्छ। 2 3 जा 6 भयो, अनि 9 लाई यसरी 3 कति टाइम्स 9 हुन्छ 3 3 जा। सो यो 2 and 3 मैले यहाँ चाहिँ नि लेखेँ, अनि 9 को चाहिँ नि यसलाई स्प्लिट गरेको। सो यो दुईटामा के चाहिँ नि कमन छ भन्न खोजेको लागि मात्र। द्याट्स वाइ इट इज अ कमन फ्याक्टर मेथड। सो यहाँ पनि 3 छ, यहाँ पनि 3 छ। सो दुईटामा भएको 3 लाई चाहिँ हामी कमन लिन सक्छौँ यसरी। अनि अब के बाँकी रहेछ, 2 अनि x छ, 2x अनि प्लस छ भने प्लस, माइनस छ भने माइनस। यहाँ हामीसँग अहिले प्लस छ, सो यहाँ प्लस लिन्छौँ। अनि यहाँ यो 3 एउटा यहाँ लिइसकेछौँ। सो अब बाँकी एउटा अर्को 3 छ। ओके, सो दिस इज द हाम्रो एन्सर हो। हामी यसबाट के निकाल्ने भने 3 चाहिँ नि कमन निकाल्ने। सो यो मेथड के हो, कमन फ्याक्टर मेथड। कमन फ्याक्टर मेथडमा हामी कमन के छ यो दुईटामा त्यो चाहिँ नि बाहिर लिएर अनि बाँकीलाई सल्भ गर्ने मेथड हो। सो दिस इज अ भेरी सिम्पल। आई होप यु अन्डरस्ट्यान्ड। ट्राई दिस वान। एन्ड फेरि पनि स्प्लिटिङ द मिडल टर्म्सलाई पनि म अहिले अर्को भिडियोमा हाल्छु, त्यो पनि हेर्नु होला। इफ यु लाइक, give thumbs up and see